नमस्कार सबैजनालाई। अहिले म दाउरा काटिरहेको छु। यो दाउरा किन काटिरहेको छु भन्ने सन्दर्भलाई जोड्छु। यो उन्नत चुलोको बजारीकरण परियोजना अन्तर्गत हामीले वायुपङ्खी चुलोको लागि चाहिँ दाउरा तयार गर्दैछौँ। यो दाउरा प्रयोग गरिसकेपछि हामी त्यो दाउरामा चाहिँ खाना बनाउँछौँ स्पेसली रूपमा। यहाँहरूलाई एकैछिन देखाउँछु। यो उन्नत चुलोको बजारीकरण परियोजना अन्तर्गत वायुपङ्खी चुलोमा चाहिँ खाना बनाउनका लागि प्रयोग हुने दाउरा चाहिँ यो साइजको चाहिँ बनाउन पर्छ भन्ने हो है। अब यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा एकैछिनमा देखाउन पनि हामी छौँ। त्योभन्दा पहिला चाहिँ यो कार्यक्रम खास गरेर लाइभलीहुड को फन्ड र आस्था नेपाल र प्राक्टिकल एक्सनको संयुक्त साझेदारीमा अहिले मोगलसे नगरपालिकाका विभिन्न वार्डमा चाहिँ हामी काम गर्दैछौँ र उपभोक्ताहरूलाई कसरी दाउरा प्रयोग गर्न सिकाउने भन्ने सन्दर्भ लिएर आज यो भिडियो तयार गर्दैछौँ। हामीले खाना बनाउनका निमित्त यो दाउराहरू सङ्कलन गरेर यसरी चाहिँ काटेर सानो सानो टुक्रा बनाएर चाहिँ हामी चाहिँ दाउरा बनाउँदैछौँ। यो दाउरा किन यसरी काटेको भन्नुहुन्छ भने त्यो खालको त्यो डिजाइनमा हाम्रो चुलो चाहिँ निर्माण भएको छ र त्यो चुलोले गर्दाखेरि हाम्रो चाहिँ दाउरा चाहिँ कम खपत होस्, दाउरा सङ्कलन गर्ने जाने समयहरूको बचत होस्, घरभित्रको प्रदूषण कम होस् भन्नका निमित्त सानो दाउरा बनाएर त्यो ब्याट्री र चार्जरको हाम्रो त्यहाँमा सिस्टम जोडिएको छ। एकैछिनपछि तपाईँहरूलाई देखाउने पनि छौँ त्यो। र दाउरा चाहिँ बनाउँदाखेरि जहिले पनि यो सानो टुक्राहरू चाहिँ बनाउनु पर्छ। यो मैले बनाइरहेको छु, यसरी बनाउनु पर्छ। यसले गर्दाखेरि तपाईँको दाउरा एकदम कम लागोस् के कम खपत होस्। धेरैभन्दा धेरै ग्रामीण क्षेत्रमा दाउराको प्रयोग भइरहेको छ। त्यो हुनाले यसलाई चाहिँ कसरी कम गर्न सकिन्छ भन्ने कुरा लिएर चाहिँ हामीले यो दाउरा बनाइरहेका छौँ। यो खास गरेर वायुपङ्खी चुलोको लागि बनाएको दाउरा हो। र हामीले दाउरा चाहिँ स्पेसली रूपमा दाउरा चाहिँ के गरेका छौँ त, दाउरा काटिसकेका छौँ। र दाउरा काटिसकेपछि अब यो चुलो चाहिँ यही हो, यो डिजाइनमा बनेको चुलो चाहिँ छ। यहाँ यसको चाहिँ तल चाहिँ पङ्खा सिस्टम चाहिँ छ। त्यसपछि माथिको यो जति पनि पुवालहरू छ है, यो प्रयोग गर्दै आएको चुलो हो। तथर्थ पनि हामी यहाँ देखाइरहेका छौँ यहाँहरूलाई। प्रयोग गरेको चुलोको पुवालहरू, माथिल्लो भागको पुवालहरू चाहिँ हो र तल पनि यसको पुवालहरू चाहिँ छ। यो भित्र साइडमा हामी दाउरा चाहिँ राख्छौँ। त्यसपछि दाउरा राखिसकेपछि यसलाई आगो चाहिँ सल्काउँछौँ। आगो सल्काइसकेपछि हामी तपाईँको चाहिँ के गर्छौँ त, फेरि यहाँतिर जान्छौँ। यहाँ यो रेगुलेटर जस्तो छ होइन, यो 7वटा स्टेपहरू चाहिँ दिएको छ। यसरी चाहिँ यसको पङ्खा कसरी दिने, यसलाई हावा कसरी दिने भन्ने कुरा चाहिँ हामी विशेष गरेर चाहिँ हेर्छौँ। अनि दोस्रो कुरा, यसको स्ट्यान्ड पनि यहाँ राखेका छौँ हामीले। यो स्ट्यान्ड चाहिँ छ। यो चुलो यसरी राखिसकेपछि कुनै पनि टेबलहरूमा चुलो राखिसकेपछि, भान्साघरमा चुलो राखिसकेपछि हामी चाहिँ के गर्छौँ त, यो स्टेपमा तपाईँको चाहिँ हामी यसको मेकानिजमलाई चाहिँ राख्छौँ। त्यसभन्दा पछि माथि राखिसकेपछि, आगो जब सल्किसकेपछि यहाँभन्दा माथि भाँडो राखेर तपाईँको चाहिँ हामी खाना बनाउन चाहिँ मद्दत गर्छौँ। यो कुरा चाहिँ यहाँहरूको बिचमा राखेँ मैले। ल फेरि तपाईँलाई स्वागत छ। हामी तपाईँहरूलाई कसरी आगो चाहिँ सल्काउने, यसमा दाउरा कसरी राख्ने भन्ने कुरा चाहिँ जोडेका छौँ। हामीले यहाँ दाउरा केही थोरै दाउरा राखेका छौँ र अब यसलाई कसरी दाउरा सल्काउने भन्ने कुरा चाहिँ छ। त्यसै गरेर हामीले तपाईँको चाहिँ यो दाउरा लिएर यसरी चाहिँ यहाँभित्र राख्छौँ है। दाउरा राखिसकेपछि आगो चाहिँ सल्काउन चाहिँ कसरी आगो सल्काउने भन्ने कुरा छ। यसमा प्लास्टिकहरू चाहिँ हाल्नु हुँदैन भन्ने छ है, किन भन्दाखेरि कार्बनहरू चाहिँ उत्पन्न हुने भएको हुँदाखेरि प्लास्टिक चाहिँ पटक्कै हाल्नुहुन्न भन्ने कुरा चाहिँ हामीले यसलाई भन्दै आएका पनि छौँ र यहाँहरूले गर्दै आउनुभएको पनि कुरा चाहिँ अवगत नै छ। अब यसरी चाहिँ हामी यसलाई चाहिँ दाउरा सल्काउन चाहिँ यो सलाइको मद्दतले यसलाई चाहिँ दाउरा चाहिँ यसरी सल्काउँछौँ। बन्द गर्नु। र यसमा सुरुमा आगो जलाउँदाखेरि अलिकति धुवा आउने सम्भावना हुन्छ र आगो चाहिँ सल्किरहेको यहाँलाई जानकारी गराउन चाहन्छु। यो चाहिँ आगो सल्किसकेपछि है, अब यसलाई चाहिँ जो हाम्रो यो भागहरू छ, दाउराको यो भागहरू छ, यसको पुवालभन्दा तल रह्यो भने त्यो धुवा चाहिँ आउँदैन। तर पुवालहरू अलिकता छेकियो भने, पुवालहरूको बिचैमा यो चाहिँ दाउरा बस्यो भने यसको धुवा धेरै आउँछ भन्ने कुरा चाहिँ छ। त्यो भएको हुँदाखेरि जति सकिन्छ यो पुवालभन्दा तल चाहिँ हाल्न पर्यो दाउरा है। दाउराको तल हालिसकेपछि यो बल्छ। त्यसपछि अब ब्याट्री कसरी लगाउने भन्ने कुरा चाहिँ यहाँ ल फाइनल्ली अहिले आगो सल्किसकेको छ र हामी अब कसरी चाहिँ तपाईँको चाहिँ यसमा खाना बनाउन सक्छौँ भन्ने कुरा चाहिँ छ। तर आगो सल्किने बित्तिकै सबै कुरा चाहिँ हुँदैन नि त फेरि होइन। चुलोमा आगो सल्किने बित्तिकै अब यसमा धुवा आउँदैन, कम दाउरा लाग्छ भन्ने कुरा चाहिँ छैन। तर कसरी चाहिँ कम दाउरा लाग्छ, कसरी कम धुवा हुन्छ भन्ने कुरा चाहिँ यहाँनिर म यहाँहरूको बिचमा जोड्न चाहन्छु। विशेष गरेर हामी चाहिँ यो जुन आगो सल्किसकेको छ, आगो सल्किसकेपछि यो धुवालाई कसरी बन्द गर्ने भन्ने कुरा चाहिँ यहाँनिर जोड्छौँ। त्योभन्दा अगाडि मैले यो स्ट्यान्डलाई चाहिँ यसरी यहाँ राखेँ र योभन्दा माथि तपाईँको चाहिँ हामी भाँडा लगाउँछौँ। अब यसको काम रह्यो है, यो कति बेला यसको काम हुन्छ भन्नुहुन्छ भने जब हाम्रो घरमा बत्ती छैन,
बत्ती नभएको बेला तपाईँको चाहिँ यसको मात्र प्रयोग गर्ने, बत्ती भएको बेला त्यो चार्जरको मात्रै प्रयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ छ। चार्जर पनि एक किसिमपछि तपाईँलाई देखाउँछौँ। बत्ती नभएको बेला अथवा कुनै अर्को ठाउँमा पिकनिक जस्ता कार्यक्रमहरूमा हाम्रो आँगनभन्दा अलि बाहिर लिएर खाना चुलो बनाउँदै गर्दाखेरि तपाईँको चाहिँ यसको प्रयोग चाहिँ हुन्छ। अब यहाँ तल यसको फ्यान बक्स रहेको छ है, फ्यान बक्स रहेको छ। यसलाई चाहिँ म यहाँ लगाउँछु यो ब्याट्री लगाइसकेपछि यसलाई चाहिँ एक स्टेप यसरी चाहिँ स्टेप दिन्छु। अब तपाईँहरूले देखिरहनु भएको छ एकदम धेरै चाहिँ यसमा फोकस आइरहेको छ, आवाज आइरहेको छ होइन। यो आवाज किन आयो भन्नुहुन्छ भने त्यसलाई चाहिँ भित्र त्यो भागलाई चाहिँ एकदमै दाउरालाई चाहिँ प्रेसर गरेको छ र धुवा चाहिँ कम भइसकेको छ है। धुवा कम भइसकेको छ, धेरै फोकस गर्दाखेरि यसले खाना चाहिँ छिटो पाक्छ भनेको चाहिँ छ है, पाक्छ पनि। अब भनिरहँदाखेरि तपाईँहरूलाई चाहिँ आगो चाहिँ के भइरहेको छ त भन्नुहुन्छ भने माथि जाँदैन, आगो चाहिँ तल जान्छ। त्यो गर्दाखेरि यसको मिड पोइन्टमा चाहिँ भाँडा राख्दाखेरि यसको फोकस चाहिँ धेरैभन्दा धेरै भित्रमा भएको हुने हुँदाखेरि तपाईँको चाहिँ खाना चाहिँ छिटो पाक्छ भन्ने कुराहरू चाहिँ यहाँहरूको बिचमा मैले राखिसकेको छु। ल अहिले चाहिँ फाइनली रूपमा आगो चाहिँ सल्केको छ र आगो सल्केको छ, आगो तर माथि पनि छ होइन। तर यसलाई कसरी चाहिँ यसको फास्ट गर्न सकिने त, खाना कति छिटो बनाउन सकिने भन्ने कुरा चाहिँ यहाँ जोडिएको छ। यहाँ मैले देखाइरहेको छु यो चार्जर हो, चार्जरसँग यहाँ एडाप्टर पनि रहेको छ। यो चाहिँ विद्युत भएको ठाउँमा तपाईँको चाहिँ यसको मात्र प्रयोग गर्नुपर्छ है। यो एडाप्टर तपाईँको चाहिँ माथि प्लगमा राखेर अनि यसको चाहिँ यो पोइन्टलाई लिएर चाहिँ यसलाई चाहिँ यहाँ जोड्न चाहिँ जरुरी चाहिँ देखिन्छ है। यो गरिसकेपछि यो विद्युत भएको ठाउँमा, अब विद्युत नभएको ठाउँमा ब्याट्रीको प्रयोग गर्न सक्नुहुन्छ र अहिले हामी गरिरहेका छौँ यो ब्याट्रीको चाहिँ प्रयोग गरिरहेका छौँ है। यसरी चाहिँ तपाईँको चाहिँ यहाँ ब्याट्रीको प्रयोग गर्दाखेरि यो आगो चाहिँ धेरैभन्दा धेरै माथि आइरहेको छ, तर यो यसलाई चाहिँ आउन चाहिँ दिने होइन कि। अब के गर्नुपर्छ त भन्नुहुन्छ भने यो यसरी चाहिँ सुरुवात गर्नुपर्छ। यसरी यो सुरुवात हुने बित्तिकै तपाईँको चाहिँ यसको आगोको राप अलिक तल जान्छ। अब स्ट्यान्डको हिसाबले गर्ने हो भने यो कतिवटा स्टेप छ, 1 भइसक्यो, 2 3 4 5 6 7 ल 7को पार्टमा रहेको छ। यो आगो चाहिँ अलिक तल नै हुने जान्छ है। त्यो भकाउँदाखेरि यसलाई चाहिँ ल हेर्नुहोस् है, वरिपरिबाट यसको मिड पोइन्टमा चाहिँ अहिले चाहिँ आगो आइरहेको छ। अब यसरी आगो आइरहँदाखेरि हामीलाई पनि सजिलो हुन्छ, तपाईँहरूलाई पनि सजिलो हुन्छ है। अब यसले छिटो खाना पाक्छ भन्ने कुरा चाहिँ यसमा यहाँलाई मैले जोडेँ। यो स्टेपमा चाहिँ जहिले पनि हामी आगो सल्काउनुभन्दा अगाडि, आगो सल्किसके भन्दा पछाडि, अहिले त सल्किसकेको छ, अब सल्किसकेपछि मात्र तपाईँको यसलाई चाहिँ यो पोइन्टमा लिएर तल चाहिँ यसको चाहिँ यो रेगुलेटर चालु चाहिँ गर्ने हो है। अब यो चालु गरिसकेपछि यसको आगो जति माथि आएको थियो त्यो तल चाहिँ जान्छ। त्यसपछि यसको आगोको रापहरू चाहिँ एउटै ठाउँमा पर्ने भएको हुँदाखेरि खाना छिटो पाक्छ भन्ने कुरा चाहिँ छ। र यसमा आउने जुन कालो मुसुल्टो धुवाको थियो त्यो धुवाको कालो मुसुल्टो पनि हराएको छ। त्यो हुँदाखेरि घरभित्र हुने प्रदूषणलाई चाहिँ कम गर्छ भन्ने कुरा चाहिँ यसमा जोड दिएको छ। यो मैले एकैचोटि बन्द गरेको छु र बन्द गर्ने बित्तिकै यहाँ धुवा पनि आउन सुरु भएको छ भने कालो राप आउन सुरु भएको छ, अनियन्त्रित भएर चाहिँ आगो सल्किरहेको छ। जब यसको सिस्टममा चालु गर्ने बित्तिकै यसलाई तल चाहिँ आगो चाहिँ लिन सकिरहेको चाहिँ यहाँहरूलाई जानकारी गराएको छु। र अब एकैछिनमा अब यो ब्याट्री चाहिँ कति चाहिँ टिकाउ हुन्छ, कति चाहिँ यो ब्याट्रीको चाहिँ प्रयोग गर्ने, कति मात्रामा चाहिँ चार्जर लगाउने भन्ने कुरा चाहिँ हुन्छ। यसमा अहिले कम्पनीको भनाइअनुसार हामीले तपाईँको चाहिँ यसलाई चाहिँ करिब 4 घण्टासम्म चार्ज चाहिँ गर्न सक्छौँ। चार्ज चाहिँ एभाइलेबल कति हुनसक्छ, यसको 3 घण्टा चाहिँ हुनसक्छ। 3 घण्टामा तपाईँहरूले कति खाना बनाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ मूल विषयलाई चाहिँ जनाउँदछ। अब तपाईँहरूले के गर्नुहुन्छ भन्नुहुन्छ भने यो जुन चार्जरको प्रयोग भइसकेपछि यसलाई पुनः तपाईँको चाहिँ चार्ज चाहिँ गर्नुपर्ने हुन्छ। आज चाहिँ अहिले चार्ज गर्नुभयो, साँझ तपाईँले चार्ज गरेर राख्नुभयो भने स्टोरेज भएको चाहिँ चार्जर अर्को दिनमा यसलाई चाहिँ प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरा चाहिँ यहाँनिर गरेको छु। प्लस यो मात्र नभएर यसलाई चाहिँ यो जुन एउटा एडाप्टर चाहिँ दिएको छ, यो एडाप्टर डाइरेक्ट रूपमा विद्युतको चाहिँ माध्यमबाट तपाईँले चाहिँ खाना बनाउन सक्नुहुन्छ। जहाँ विद्युत नजिक छ, विद्युत नजिक भएको ठाउँमा यसलाई लिएर यहाँ राखिदियो भने यो माथिको उसमा जुन केबलहरूमा चाहिँ लगाइदियो भने यो चाहिँ हामीले चाहिँ खाना बनाउन यसबाट झनै सजिलो चाहिँ हुने गर्छ। अब अघि नै भने यो दाउरा चाहिँ यसको छोटो छोटो टुक्रा गरेर दाउरा चाहिँ बनाउन पर्छ। यो दाउरा बनाइसकेपछि हामीलाई खाना बनाउन सहज चाहिँ हुन्छ। अब यो चुलो यहाँहरूले प्रयोग गर्दै जाँदाखेरि यो चुलो कसले बनाएको भन्ने सन्दर्भ हुनसक्छ। यो अछाम जिल्लाको मात्र नभएर सुदूरपश्चिमका 5वटा जिल्ला र
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम लागू भएको छ। यो कार्यक्रमको नाम परियोजना उन्नत चुलोको बजारीकरण परियोजना हो, जसमा लाइभलीहुडको आर्थिक सहयोग छ भने प्राक्टिकल एक्सन र आस्था नेपालको संयुक्त साझेदारीमा यो चुलो विभिन्न गाउँघरमा चाहिँ लागू भइरहेको छ। यहाँहरूले यो चुलो चाहिँ प्रयोग गर्दै हुनुहुन्छ अथवा गरिसक्नु भएको छ अथवा गर्ने इच्छुक हुनुहुन्छ भने यहाँहरूलाई हामीलाई दिनुपर्ने फिडब्याक, हामीलाई दिनुपर्ने तपाईँहरूको कमेन्ट चाहिँ के हुन सक्छ त्यो हामीलाई चाहिँ बनाउनु होला। ल भिडियोको लागि धेरै धेरै धन्यवाद।